हेलो पनि हामी चाहिँ आज घुम्न जाँदैछौँ माथि पोखरीतिर। निकै लामो समय भयो कि घुम्न नगएको, त्यो पोखरीको याद धेरै आयो। ल हाम्रो लागि ढोकाम खोल्यो। यहाँ हाँस पालेको छौँ हामीले, एकदम फ्रीमा छ। यहाँ वरिपरि हुनुहुन्छ भने तपाईँ दाजुभाइ दिदीबहिनीहरू हाँसको मासु खानु मन छ भने यहाँ आउनु होला। यो तपाईँको इच्छा अनुसार पक्रेर लान सक्नुहुन्छ। यो चाहिँ खोङचाहरू है। ल अबको 2-3 महिना पछाडि यो चेरीहरू फुलेर यस्तो सेतै छुट्टै एकदम असम हुन्छ। चेरीहरू सबै चेरी हो, अहिले मैले तुल्य छ। र यो बोटहरू चाहिँ अब 3 महिना पछाडि सेतै भएर यसो हरियाली यसको बैसा आउँदैछ। ल हामी जाने हजुर बैसा आइहाल्छ। हामी चाहिँ त्यो माथिको पोखरी जाने, त्यसले हामीलाई धेरै मिस गरिरहेछ। पहिला असाध्यै जान्थ्यौँ हामी यो पोखरी। अहिले चिसो पनि लाग्यो, 3-4 महिना भयो त्यो पोखरी नगएको। अब हेरौँ पोखरीको रूप कस्तो छ। ओके जाउँ सर। ल कोरियाको अहिलेको मौसम चाहिँ यस्तो छ, तापक्रम टेम्परेचर एकदम माइनसमा छ। र पुरै नदी चाहिँ पुरै जाम भएको छ। यो पुरै नदी आइस भएर जमेको छ यो नदी चाहिँ। ओके र यो चाहिँ साइकल लेन हो, पुरै दामी बनाएको छ। एकदमै नयाँ पिच गरेको छ। र चाहिँ साइकल कुदाउनलाई एकदमै सेफ साइकल लेन हो यो। ओके दामी छैन साइकल लेन। यो फुग मेनतिर पारिपट्टि सबै यस्तै बनाएको छ नयाँ साइकल लेन। र तल चाहिँ नदी हो। यो सबै मेरो यो नदी चाहिँ पुरै जाम भएको छ। यो पुरै आइस हो, पुरै बरफ बनेको छ नदी चाहिँ। पुरै फ्रिजभित्र नै छौँ अहिले हामी। माइनसमा छ तापक्रम। आउ र छिटो छिटो। ओ छुम्ने पुरै चिसो, पुरै चिसोले हेर्दा हेर्दा जाम होला जस्तो छ। ओ वाउ पोखरी त अर्कै बनाएको छ है। वाउ दामी बनाएको छ, पुरै सफा बनाएको छ है। ओ माई गॉड यो वारपार पुरै सफा, रुख बिरुवा ढालेर त पुरै खुल्ला बनाएको छ। जङ्गलहरू सबै फाटिसकेको छ नि त यहाँको है। यो पुरै घारी जङ्गल थियो, पुरै नाङ्गे बनाएको छ फाटेर है। ओ ल त्यो पुरै के अरे सोलर इनर्जीको लागि। ओ माई गॉड ल हेर्नुहोस् साथीहरू, यो पोखरी पनि आधीमा धेरै पुरै जाम भएको छ, आइस भएको छ। ओ पुरै आइस। अस्ति यो अघिल्लो हप्ता त झनै धेरै पुरै जाम भएको थियो, किनकि -9-10 डिग्री दिउँसै भएको थियो, एकदम चिसो भएको थियो। यो हप्ता अलिक तापक्रम चाहिँ चिसो चाहिँ घटेको छ। तथापि अहिले बसाउँदै चिसो छ र यो पोखरी पुरै जाम भएको छ। ए झर्छ है मुनि राम भाइ, माछासँग पौडी खेल्न पुगौला नि साथी बन्न। ओ दामी छ। ल यो वरिपरि पुरै यो पोखरीको डिलतिर पुरै चाहिँ रुखहरू थियो, घारी पोथ्राहरू थियो, बाँसहरू थियो, सबै फाटेर खुल्ला बनाएको छ, पुरै सफा गरेछ। वाउ ओ आइस बरफ, पुरै बरफ। वाउ ओ माथि टेक्दा पनि हुन्छ क्या, निकै नै पाक्नु सक्यो। उहाँ टेक्यो भने त छिरिन्छ है। पुरै आइसले ढाकेको छ। ओहो हानौँ है, त्यस्तो गरौँ न, त्यस्तो खोइ ढुङ्गै त छैन के हान्नु। मैले भेटेँ एउटा ढुङ्गा। कहाँ छिटो गरेर हान्नु त त्यहाँ पावर हान्नु छिटो न। ओ टुक्रुक माथि नै जाम हेर्नु, यत्रो ठुलो ढुङ्गा पनि माथि रोकिदियो। ल यो हानु ल, यो त छिर्छ होला। यो पनि छिरेन, भनेपछि बाक्लै छ नि है।
पाक्न जन्मिसकेको छ हो हामी हिँड्दैनौँ